तपाईहरूको फिडब्याक जिजिपीले हेर्छ। तपाईहरूले फेरि गर्नुभएको रहेछ पोइन्ट्स चाहिँ लोड गर्न खल्तीबाट मात्रै गर्न मिल्ने हो र तपाईँले चाहिँ अब यस्तो फिडब्याक दिनको लागि चाहिँ त्यो माथिको सेक्सन अनि फिडब्याकमा क्लिक गरेर चाहिँ तपाईँले यहाँबाट चाहिँ हामीले चाहिँ फिडब्याक दिन सक्नुहुन्छ। म्यासेज टाइप गर्नुहोस्, म्यासेज टाइप गरेर त्यहाँ सबमिट भन्ने अप्सन हुन्छ, सबमिट गरिदिनुहोस्। तपाईँको फिडब्याक हामीले अवश्य हेर्छौँ। पोइन्ट्स लोड गर्नको लागि चाहिँ तपाईँले चाहिँ खल्तीमा क्लिक गर्नुहोस्। कति रुपियाँ? 20 रुपियाँ भने चाहिँ 20 रुपियाँ लेख्नुहोस्। त्यसपछि रिमार्क्समा लेखिदिनुहोस् अनि त्यहाँबाट सबमिट गरिदिनुहोस्। सबमिट गरिसकेपछि तपाईँ चाहिँ खल्तीको यो ड्यासबोर्डमा जानुहुन्छ। त्यसपछि आफ्नो आइडी होइन, फोन नम्बर अनि पासवर्ड हाल्नुहोस्, सबमिट गरिदिनुहोस्। त्यसपछि खल्तीले नै तपाईँले चाहिँ एमपिआइएन कोड पठाइदिन्छ। त्यो कोड आइसकेपछि तपाईँको लोड चाहिँ हुन्छ। अर्को उपाय भनेको चाहिँ ट्रान्सफर पोइन्ट। यो ट्रान्सफर पोइन्ट भनेको के हो भन्दाखेरि जस्तै तपाईँले खल्तीकै मुनि चाहिँ ट्रान्सफर पोइन्ट देख्नुहुन्छ। तपाईँसँग खल्ती छैन तर तपाईँको साथीसँग चाहिँ खल्ती छ भनेपछि चाहिँ तपाईँले आफ्नो साथीलाई भन्नुहोस् मेरो फोन नम्बर यो हो, चाहिँ मलाई हालिदिए म चाहिँ तँलाई चाहिँ पर्सनली चाहिँ क्यास दिन्छु भन्नुहोस्। यसरी चाहिँ तपाईँले जिजिपीमा पोइन्ट्स पनि लोड गर्न सक्नुहुन्छ। अर्को तरिका भनेको चाहिँ तपाईँले चाहिँ हामीलाई पर्सनली कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईँ सेटिङमा जानुहोस्, फेसबुकमा क्लिक गर्नुहोस्, त्यहाँ म्यासेज भन्ने अप्सन छ, म्यासेजमा क्लिक गरेर चाहिँ मलाई पोइन्ट्स चाहियो भनेर म्यासेज गर्नुहोस्। त्यसपछि हामीले तपाईँलाई क्युआर पठाइदिन्छौँ। क्युआरमा पैसा पे गरेको स्क्रिनसट पठाइदिनुहोस् अनि त्यसपछि हामीले चाहिँ तपाईँको अकाउन्टमा चाहिँ पर्सनली पोइन्ट्स पनि लोड गरिदिन्छौँ।